नेताको घर जल्नु हुँदैन थियो, हजुर, नेतामाथि आक्रमण हुनु हुँदैन थियो। तर तपाईँ एकचोटि सोच्नुहोस् त, एउटा नेता जसको अरू कुनै व्यापार व्यवसाय छैन, मलाई नारायण काजी श्रेष्ठले अन्तर्वार्तामा भनेको एउटा शब्द म सम्झिन्छु, जसको पारिवारिक व्यावसायिक विरासत छैन या आज पनि व्यवसायमा लगानी छैन तर उसको काठमाडौँमा घर छ भने त्यो भ्रष्ट हो, त्यसलाई छानबिन नगरिकन जेल हाल्दै हुन्छ भनेको म अहिले पनि सम्झिन्छु क्या। तपाईँ सोच्नुहोस् त, एउटा नेताको छोरी या छोरा जसको कुनै व्यवसाय छैन, बाउको पछि पछि लागेर हिँड्ने मात्रै हो, राज्यको पदमा पनि पुगेको छैन, तर उसको काठमाडौँमा घर छ, उसको काठमाडौँमा घर छ, टोयोटा गाडी चढेर हिँड्छ, टोयोटा गाडी। तपाईँ हामीलाई टोयोटा गाडीको मूल्य सुन्यो भने पनि ज्वरो आउँछ होइन? उसको बसुट कहाँ हुन्छ, उसको सपिङ कहाँ हुनुहुन्छ, उसले लगाउने एउटा घडीले काठमाडौँमा घर आउँछ, उसले चढ्ने एउटा गाडीले काठमाडौँमा घरहरू आउँछ। यो जनताले त हेरिरहेछ नि, जनताले हिजोको उसको अवस्था पनि देखाएको छ, जनताले उसको आजको अवस्था पनि देखाएको छ, र उसले यो बिचमा के गर्यो, कोसँग बसुट गर्यो त्यो देखाएको छ। त्यो आक्रोश हो। त्यो आक्रोश पोखिँदा हेर्नुहोस्, एउटा चिज के भने रिसमा मान्छेले बेद पढ्दैन भन्छ नि, त्यसरी कतिपय मैले भने नि, मलाई गभर्नर साहबको घर जलेको विषयमा चित्त दुखाएको छ, किनभने उहाँ लाभको पदमा लामो समय बस्नु भएकै छैन, केही समय योजना आयोगमा, र गभर्नर त भर्खर हुनुभयो, उहाँको घर नजलाएको भए हुन्थ्यो, घर कसैको पनि नजलाएको भए हुन्थ्यो। यो प्रकारको आगजनी सही होइन। व्यापारिक प्रतिष्ठानमा पनि आगजनी हो। तपाईँ भाटबटेनीको कुरा गरौँ या अन्य व्यापारिक प्रतिष्ठानको ग्रुपमै भएको छ होइन त, त्यो प्रकारको जनधनको क्षति गर्ने कुरा, आगजनी गर्ने कुरा आखिर बनाउनु त भोलि हामीले नै छ नि त। त्यस अर्थमा त्यो गलत हो। तर नेताप्रति, सरकारमा बस्नेहरूप्रतिको जो आक्रोश छ त्यो आक्रोश नाजायज चाहिँ छैन।